हेलो मेरो मुटुहरु के छ नयाँ नौलो हैन तपाईहरुले जुन सब्स्क्राइब दिनुभयो नि मलाई जुन माया दिनुभयो त्यो माया म बिर्सिने छैन हैन अब अस्तिको दिन भनेको हिजो भ्लग हालिन मैले आज हैन हिजो हालिन किनकि अब मैले हिजो कहीं गइन हैन घाम कडा लागिरहेको थियो आज पनि घाम चाहिँ कडै लागिरहेको छ हैन आज पनि घाम चाहिँ कडै लागिरहेको छ देख्न सक्नुहुन्छ तपाईहरुले बाटोमा अस्तिको बाटोमा आइपुगे शीतल बाटोमा घाम कडा थियो अनि अघि जाँदा चाहिँ देखाइन मैले एकछिन बजार निस्केको थिएँ अनि सायद यो भ्लग आउनुभन्दा अघिल्लो दिन चाहिँ सब्स्क्राइबर भनेको हाम्रो 88 थियो होला हैन 87 थियो कति 88 थियो हैन अहिले चाहिँ तपाईहरुले माया गरेर 102 सब्स्क्राइबर पुर्याइदिसक्नु भएको छ हैन अब यो भ्लग आउँदासम्म कति बढ्छ घट्छ के हैन सब्स्क्राइबर भनेको घटबढ भइरहन्छ हैन अनि कस्तो घाम छ के गाइज इलाममा चाहिँ अझ सो गाइज अघि म जाँदा त्यस्तो गर्मी थिएन हैन अघि जाँदा चाहिँ कस्तो खतरा गर्मी थियो अहिले चाहिँ त्यस्तो छैन अघिको जस्तो त र पनि 31 32 डिग्री थियो हैन तपाईहरु पत्याउनु हुँदैन होला मैले अघि इलामको चोकमा त्यो भएको छ नि पिपी टावरको घडी म यहाँ खिचेको छु हैन 31 डिग्री थियो त्यति बेला चाहिँ हैन अब हेर्नु होला तपाईहरु त्यो सानो क्लिप पनि राखिदिएको छु भरा आइपुग्न आँटिहाल्यो उपर छ घर हो टक्कसँग देख्न सक्नुहुन्छ अनि यसरी नै साथ सपोर्ट दिँदै हामी सानो सानो युट्युबरहरु चाहिँ आफूले अर्कोलाई आफूलाई हो त्यसरी सपोर्ट गर्दै अगाडि बढ्नुपर्छ है त गाइस तपाईहरुले सब्स्क्राइब गर्नु होला हेर्नु भएको छैन भने अब चाहिँ म घर आइपुगे त्यस्तो गर्मी छ गाइस हैन इलाममा चाहिँ अब एकछिनपछि भेट्छु तपाईहरुलाई म अलिक शीतल भएपछि अघि जाँदा चाहिँ 102 थियो हैन अनि अहिले 104 पुगेछ यसरी नै तपाईहरुले सपोर्ट गर्दै जानु होला आज इलामको चाहिँ घाम चाहिँ खतरा लागिरहेको छ 32 31 डिग्री छ हैन अहिले तापक्रम बढ्यो जलासला फुट्यो भने गीत चाहिँ अहिले चाहिँ भइरहेको छ इलाममा हो त्यस्तै तापक्रम चाहिँ एकदम बढेको छ हैन अनि दिपक गाउली दाइले हाल्नु भएको थियो 43 डिग्री त 10 बजी थियो अहिले 12 1 बजीतिर कस्तो भइरहेको होला जन इटरीतिर झापातिर है त गाइस झापाको मान्छेहरु कसरी बसिरहनु भएको छ झापातिरबाट कसैले हेर्दै हुन्छ भने कमेन्ट गरेर भन्नु होला है त A few moments later सो गाइस आज म इभिनिङ टाइम वकमा निस्किसकेको छु हैन अघि दिउँसै नै निस्किने भनेको थिएँ 4 बजीतिर अर्कै ठाउँ जाउँ भनेको थिएँ तर के गर्नु हैन निदै हालिछु अब चियापत्तीबारी नै आयो फेरि हैन बेलुका खेरि सो गाइस अहिले इभिनिङ खेरि चाहिँ हैन म फेरि इलाम बजारको चियापत्तीबारी आइसकेँ अनि यहाँ हाम्रो अल्चियानहरु भएको ठाउँमा हैन बस्त्यौं के हुँदैन दिउँसो त देख्न सक्नुहुन्छ यो भाइरल रुख हाम्रो है दामी छ हैन यतातिर मान्छेहरु निकै फोटो भिडियो गरेको देख्नु भएको होला तपाईहरुले भ्यू टावर त्यहाँ छ नजिकै हैन हिजो मबाट चाहिँ टाढा थियो अनि तपाईहरुले यति माया दिइरहनु भएको छ नि मलाई युट्युबमा त्यसको लागि म कसरी थ्यांक यू भन्नु के तपाईहरुलाई यसरी नै माया देखाउँदै जानु होला मैले भ्लग स्टार्ट गर्दा 102 थियो त्यहाँबाट 104 भयो 104 पछाडी अहिले 108 भएको थियो हैन म यता आउने बेलामा म यताउति फोन डाटा चाहिँ तान्दिन त्यो वाइफाई छ वाइफाई चलाउँछु यता कोही बेला बाहिरतिर कता जाँदा इमर्जेन्सी पर्दा चाहिँ तान्छु हैन देख्न सक्नुहुन्छ यतातिरको भ्यू सो गाइस तपाईहरुलाई मैले धेरै कुरा मात्रै गरिदिन देख्न सक्नुहुन्छ यतातिरको भ्यू पाए सिरको यो च्यानलहरु रहेको छ यतातिर एक दुईवटा हैन यस्तो रहेको छ पारितिरको भ्यू ढक्कसँगले त्यहाँ हुनुहुन्छ घुम्न आउनुभएको मान्छेहरु यस्तो छ गाइस पारी मान्छे ज्यादै हुन्छ त्यहाँ दुईजना देख्न सक्नुहुन्छ मेरो जुमिङ पावर देखाउँछु देख्न सक्नुहुन्छ हैन यसमा चाहिँ 6x हुन्छ हैन अर्को मेरो जुन फोन छ नि हो योबाट चाहिँ कति हुन्थ्यो 6 भनेपछि 10x हुन्थ्यो हैन यस्तै छ गाइस अब कुनै दिन तपाईहरुलाई भ्यू टावर हैन सेतीदेवी मन्दिर भइगल त्यसको भाइरल पुल हो यो भनेर लगिदिन्छु तर आजको मेन भिडियो भनेको मैले बनाउनुको मकसद भनेकै तपाईहरुलाई कंग्रेस थ्यांक यू भन्नु हो हैन तपाईहरुले यति माया दिनुभयो मलाई त्यहाँ यति थोर दिनमा हैन अब मेरो अस्तिको दिन हाल्दा 87 थियो भनेपछि अहिले एक दिन दुई दिन पछाडी भनौं न दुई दिनमा तपाईहरुले खतरा माया देखाएको के यतिको सानो युट्युबरलाई यतिको माया दिनु भनेको तपाईहरुले धेरै धेरै धन्यवाद तपाईहरुलाई चाहिँ आज मैले फेरि यही चियापत्तीबारीको भ्लग ल्याए म चाहिँ अघि 3 बजेसम्म चाहिँ हैन फोन चलाइरहेको थिएँ टक्क निदाइछु के 4 बजेतिर चाहिँ जानु पर्यो बाहिर भनेर सोचेको थिएँ हैन देख्न सक्नुहुन्छ भ्यू अर्कै ठाउँ लान्थे तपाईहरुलाई भोलि लान्छु त्यो ठाउँ चाहिँ म चाहिँ अर्कै ठाउँ लान्छु भनेर तपाईहरुलाई बसिरहेको थिएँ तर निदाको कारण चाहिँ लान सकिन तर जे भए पनि यही चियापत्तीबारी राम्रो छ के हैन यही चियापत्तीबारी हेर्नु होला
तपाईँहरूले अझै सब्सक्राइब गरेर अझै माया देखाउन सक्नुहुन्छ होइन। यसरी नै बढ्दै जानुपर्छ हामी अब अगाडि। म तपाईँहरूलाई डेली भ्लग हालिदिइरहन्छु। गाइज आज चाहिँ म कहीँ नबसी सरासर आइसकेँ। 6 बजिसक्यो, 6:10 भइसक्यो होइन। देख सक्नुहुन्छ अगाडिको भ्यू। अनि अघि चाहिँ म निदाएर चाहिँ तपाईँहरूलाई अर्को ठाउँ चाहिँ लान नपाएको आज होइन। निदाएर ठक्क अहिले पुकार आएपछि उठेछु। पुकार ट्युसन पढेर आउँदैछु, टक्क उठायो त्यसले अनि मात्रै उठेछु म चाहिँ। अनि तपाईँहरूलाई लान पाइनँ, सरी। तर त्यसको त्यस्तो निदाएपछि त के लागेर होइन। केटाहरू चाहिँ यहाँ फुटबल खेलाएको छैन, पुकार त्यहाँ रहेको छ। दायाँ बाहिर बाहिर फुटबल ब्याडमिन्टन पनि खेल्दैछ। अनि यस्तो छ गाइज होइन। यो मालपोत करेला छेउमा हो। यो चाहिँ केटाहरू फुटबल खेलेको स्कुलकै ग्राउन्डमा हो चाहिँ मोन्टेसरी सेकेन्डरी स्कुलको ग्राउन्डमा केटाहरू। अब म घर खानासाना पकाउनु पर्ने। अब म जाँदै गर्छु होला। यो अहिले आउँछ होला खेलेर है त गाइज। रुममा आएर पनि होइन खाना सब्जी बसिदिइसकेको छु, देख्न सक्नुहुन्छ। यो दाल पकाएँ, यहाँ सब्जी पकाएँ, दाल भात पकाएँ, अब सब्जी पकाउँछु होइन। त्यस्तै छ गाइज। अब तपाईँहरूलाई आजको ब्लग के लाग्यो होइन। आजको ब्लग दिएर चाहिँ म थ्याङ्क यू, कङ्ग्रेचुलेसन बनाएको। कङ्ग्रेचुलेसन थ्याङ्क युको लागि तपाईँहरूले यति सब्सक्राइब दिनुभयो होइन। अब अर्को ब्लग लिएर आउँछु भन्दै आजको लागि बिदा हुन चाहन्छु। धन्यवाद। अर्को ब्लग राम्रो हुनेछ एकदम तपाईँहरूको लागि स्पेसल ब्लग।